जाउँ हैन गाइस? अन्त के भन्न चाहन्छौ तिमी? एउटा अब भर्खर रेडी हुँदै रहेछ अल्छे हो। मर्निङ गाइस, आई एम प्रसन्न प्रधान। आजको न्यू डे न्यू भ्लगमा स्वागत छ तपाईहरुलाई। आजको भ्लग चाहिँ तपाईहरुलाई म स्कुल सम्मकै देखाउने छु। हेरिदिनुहोस् ल, धन्यवाद। पूजा भएको थियो अस्ति होइन, अहिले भने चाहिँ भाइहरूको घर आइसकेको छु होइन। भाइहरू पनि रेडी भयो कि भएन, दुईजना पनि जान्छ। सँगै लानुपर्छ, सँगै आउँछ, सँगै जान्छ। रोमान्टिक खालको क्या, खुसीहरू राम्रो छ। जाउँ होइन गाइस? अन्त के भन्न चाहन्छौ तिमी? एउटा अब भर्खर रेडी हुँदै रहेछ अल्छे हो। यहाँनिर चाहिँ बर्खाको सिजनमा चाहिँ हाम्रो पौडी हुन्छ गाइस। ओके, यहाँनिर हुन्छ होइन। अहिले त छैन, पानी सुकिसकेको छ। राख्नुहोस् बाँसघारी साइडको भ्यूहरू यतिको चाहिँ छ हाम्रो गाउँ बस्तीमा पनि भ्यूहरू चाहिँ। यहाँ चाहिँ टुरिज्म भनिँदैछ होइन। कहाँबाट ल्याउनु भयो मेमे घाँस? बारी ए, यस्तो सुत्रिनेहरू छ ए। यस्तो स्कुल जान्छ नि? स्कुल जाएगा कि नहीं जाएगा? भरे नि हो, तुम जान्दैन छ स्कुल। हेलो गाइस, अहिले भने चाहिँ बस्ती डाँडातर्फ आइसकेको छौँ हामी होइन। केटाहरू पनि छ यहाँतिर। एउटा कुच्ची हिँड्नु सकेको छैन। मन्दिरहरू हेरिराख्नुहोस्। अहिले भने चाहिँ प्रायः जस्तो बाटो बाटोमा मन्दिरहरू छ। हेरिराख्नुहोस्, यो कुच्ची चाहिँ हिँड्नु सकेको छैन होइन। केटाहरू दुईजना मात्रै हो। अहिले त लगेन रहेछ नि हौ बिहामा। मलाई मन दुख्यो अन्त घरमै है। के भन्नु छ मेरो भ्लगमा? यसो हल्का दिएन, लजाउँदो रहेछ नि। रोडको कन्डिसन चाहिँ यस्तो चाहिँ बङ्गालपट्टि। हेरिराख्नुहोस् सानो सानो भ्यूहरू, लाइन डाँडाको भ्यू हेरिदिनुहोस्। बाटो त सफा गर्छ नि, तर के गर्नु, पानीले मैलै। माछा भैया लाइन डाँडाको हल्का भ्यूहरू छ तपाईँहरूलाई। होमस्टे होइन, प्रायः जस्तो होमस्टे छ यतातिर। तपाईँहरूलाई भ्यू यताको होइन। स्कुलको हाम्रो बाटो चाहिँ लामै छ है। अरू बच्चा हामी पुग्दा त होइन 7 बजी हिँड्नुपर्छ घरबाट। स्कुल गए पनि मजा आउँछ एक समय होइन। अब